कन्निचिवा साथीहरू, आज मेरो किचन गार्डनको युकी पछाडिको भिजिट कस्तो हुन्छ त तपाईहरुलाई देखाउँछु है त। हेर्नु न मेरो किचन गार्डन कस्तो छ। यो चाहिँ मेरो खुर्सानीको झ्याम्टा अनि मेवाको रुख पनि मरेछ। अनि त्यस पछाडि यो सबै चाहिँ मैले अस्ति नै जोतेर छोड्दिएको थिएँ। अनि यो चाहिँ तोरीबारी सानो तोरी फलेको। अनि हेर्नु न धनिया पनि सबै हिउँले खाएछ। अनि मेरो लसुन प्याजहरू पनि यति ठुलो भइसकेछ साथीहरू। अनि त्यता चाहिँ खुर्सानी थियो, पुरै खुर्सानीहरू थियो। अनि खुर्सानीले चाहिँ मैले सबै घरमा लगेको थिएँ नि त टाइम नभएर। अनि यो चाहिँ यतातिरको भ्यू है। यो हेर्नु न साथीहरू, प्याजको बेरा लाउन नभ्याएर मैले चाहिँ यो चाहिँ रायोको साग पनि युकीले खाएर हिउँले खाएर यस्तो भएछ। अनि मेरो बारीबाट देखिने भ्यू। अनि त्यस पछाडि साथीहरू म चाहिँ अब चामल लिन जाँदैछु त्यहाँनिर चाहिँ 16,000मा यो चाहिँ बन्द साथीहरू। अनि मेरो के अरे काउली चाहिँ एकदमै पोहोरको सालभन्दा यसपालि राम्रो भएन साथीहरू। के भयो थाहै भएन है। अनि फङ्गस पनि लागेछ, केही छैन, आफूलाई खान पुगिहाल्छ नि साथीहरू। अनि यति एक छाक भइहाल्छ। अनि हेर्नु न मेरो केराउ कस्तो राम्रो भएछ। अब गर्मी लाग्यो भने एकदम राम्रो हुन्छ। थाक्रा पनि हालिदिनु पर्छ। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ।